नमस्ते साथीहरु, यो गुराँस फुल यति टिप्यो 1000 रुपैयाँ जरिमाना है। गाह्रो छ काठमाडौँमा। हामी 1000 रुपैयाँ तिर्न गएको। एक दिन पूरी तरह फँसोगे। नमस्ते सबैजनालाई। आज चाहिँ बिहानको यात्रा यसरी सुरु भएको छ हाम्रो चाहिँ है गाइस। यता यसरी सूर्य उदाइरहेको छ। यतातिर चाहिँ तपाईहरुतिर कस्तो छ भन्नु होला। यताको वातावरण देखाउँदैछु मैले, अन्तिमसम्म हेर्नु होला तपाईहरु चाहिँ। देख्न सक्नुहुन्छ यता र उति जंगल छ टन्न। रोडको अवस्था एकदम गाउँघरको जस्तो छ है साथीहरु। हामी फाइनली स्विजरल्यान्ड पार्कमा पुगिसकेका छौं। देख्न सक्नुहुन्छ यता चाहिँ लालीगुराँस फुलिरहेको छ एकदमै ढक्कमक्क। है वाह, टिप्न लाग्नु भएको छ देख्न सक्नुहुन्छ तपाई चाहिँ। खासमा चाहिँ यो लालीगुराँस टिप्न चाहिँ नहुने रहेछ जताभावी हामीले चाहिँ बोर्डमा लेखेको कुरा देखेनौं, टिप्यौं। त्यसैले फेरि अलि पछि चाहिँ अलि गाह्रो अवस्था आथ्यो हामीलाई चाहिँ। तपाईहरु पनि A few moments later. त्यसैले यति फुल टिपिहाल्यौं। फेरि यति लालीगुराँस टिपेको फेरि 1000 रुपैयाँ जरिमाना रहेछ। एकदिन दङ्ग परेको हामी चाहिँ है। कस्तो कमेडी भइरहेको भने है। झ्याप्प पारेर फुल त टिपिहाल्यो। झ्याम्म गएर गाउँको जस्तै याद भएर हामीलाई चाहिँ बोर्डमा लेखेको रहेछ फुल टिप्न हुँदैन, फुल टिपेपछि जरिमाना लाग्छ। हामी बाटो छिरेको बाटो चाहिँ त्यस्तो बोर्ड चाहिँ देखेनौं हामीले चाहिँ। अनि झ्याम्म लाएर टिप्न गएको त फेरि जरिमाना तिर्नुपर्ने भनेर एउटा अङ्क आएर भन्नुको फेरि एकदम झसङ्ग भयो। फेरि कति होला जरिमाना भनेको 100-200 त होला सोचिरहेको त। फेरि 1000 रुपैयाँ झन् दङ्ग परेको आम्मा है। अनि गाइज हामी चाहिँ 1000 रुपैयाँको ट्याक्स तिरेर लालीगुराँस फुलिरहेका छौँ है गाइज। अनि 1000 रुपैयाँ ट्याक्क ला थाहा भएन हामीलाई चाहिँ फुल टिप्नु पाउने रहेछ। हामीले लेखेको कुराहरू देखेन गाइज, हामीलाई पर्मिसन मिलेन। हामीले चाहिँ ट्याक्क लाएर टिपेको एउटा अङ्क लाएर 3000 लाइन्छु तिर्न बाध्य भएर हामीले यो फुल लिएर आएका छौँ गाइज। यति महँगो फुल हामीले लेखेको छ है, गाह्रै छ गाइज। अनि हामी यसरी फर्किरहेको छौं। हामीलाई थाहा भएन कि साथीहरु गाउँको जस्तै लाग्यो अब हैन। त्यति अब बोर्ड हामी छिर्ने गेटमा चाहिँ छैन रहेछ क्या। त्यतातिर बोर्ड चाहिँ राखेको रहन्छ, फेरि सानो रहेछ, त्यति यादै भएन। फेरि अब कति वर्ष भयो फेरि लालीगुराँस नदेखेको दङ्ग परेर गएको के फेरि टिप्नलाई हामी चाहिँ है। पछि जरिमाना लाग्ने रहेछ है टिपी जताभावी। ठाउँ चाहिँ एकदम बबाल रहेछ गाइज, बबाल है। यस्तो दामी ठाउँ छ है। अनि बसियो के वाउ डेन्जर सन्जर ठाउँ चाहिँ यसमा पछि लेखेर हाल्नु जान्छ कि बेडी माया लबै श्यामा जिरो पनि पुनः जस्तै पाए पाए त्यति पाए पाए जङ्गल एकदम डेन्जर छ गाइज हैन। यहाँ चाहिँ वर्षा आयो चाहिँ हाम्रो डट बाइकमा राइड हानिरहेको छौँ गाइजहरू है। तर माटोनेको ठाउँ चाहिँ के डेन्जरै रहेछ यार। बेडी माया फुल मर्निङ वाक है। कहाँले खाल्डो 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 भन्नु हालौँ, खाल्डो भन्नु हालौँ, खाल्डो भन्नु हालौँ। खाल्डो पछि आलुहरूलाई कुदाएर लिएर आएको यो मोबाइल राख्ने ठाउँ भइदिएको यस्तोसँग भिडियो बनाएर राइड हालेर बिहानको मर्निङ वाक